हेलो सबैजनालाई नमस्ते लासो फ्याफुल्ला। आज चाहिँ म तपाईहरुलाई यो बोर्ड फिटिङको बारेमा सम्पूर्ण डिटेल बताउन गइरहेको छु। यो बोर्डको डिजाइन चाहिँ अन्तिममा यस्तो खालको फिटिङ रहेको छ। सबैभन्दा पहिला त यसको कम्प्युटरमा यसरी डिजाइन फाइनल गर्नुपर्ने हुन्छ। फाइनल भइसकेपछि चाहिँ अब हामीले चाहिँ त्यो डिजाइन अनुसारको यस्तो लेटर कटिङ गरेर चाहिँ एक्रिलिकमा यसरी बनाउनु पर्ने हुन्छ। तपाईहरु देख्न सक्नुहुन्छ यो लेटरमा चाहिँ हामीले यसरी लाइट हाल्न पर्ने हुन्छ र लाइट हालिसकेपछि अब चाहिँ हामीले यसमा फिटिङ गर्नुपर्ने हुन्छ। पछाडिको एससीपी मा उहाँहरुले चाहिँ पिंक कलरको एससीपी मा चाहिँ लेटर राख्नु पर्छ। हेलो साथीहरु, हामी चाहिँ अहिले जुन ठमेलको सेन्टर भित्र यो बोर्ड फिटिङ गर्न आएका छौं। हामी तीन दाजुभाइ तपाईहरुको बोर्ड चाहिँ हामीले यसरी फिटिङ गर्दै छौं। तपाईहरुलाई पनि यस्तै खालको बोर्डहरु चाहिएमा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ है साथीहरु। र हामीले अन्तिममा बोर्डलाई चाहिँ तयार गरिसकेपछि यसरी फिटिङ गर्नुपर्ने हुन्छ र तपाईहरुको लोकेसन र साइज ठाउँ अनुसार चाहिँ हामीले त्यही अनुसारले फिटिङ गर्नुपर्ने हुन्छ। तपाईहरु देख्न सक्नुहुन्छ अहिले चाहिँ हामीले यो ठ्याक्कै उहाँको यो जुन डोरमाथि यसरी राख्छ र अन्तिममा यस्तो खालको पसललाई चाहिँ शानदार एकदमै राम्रो जुन देखाइदिएको छ, जसले गर्दा जुन उहाँ पनि एकदमै खुसी हुनुभयो। सो थ्याङ्क यू सो मच। तपाईहरु मेरो भिडियो हेरेकोमा यसरी नै मेरो भिडियोलाई माया गरिदिनु होला, लाइक शेयर पनि गरिदिनु होला है त साथीहरु। ल थ्याङ्क यू।